हाई एभ्रिवान, नमस्ते। आज म हजुरहरूलाई गोलो गोलो स्पोन्जी रसबरी बनाएर देखाउने छु। भोलि आमाको मुख हेर्ने दिन भएकोले यो भिडियो म सबै नेपाली आमाहरूलाई डेडिकेट गर्न चाहन्छु। रसबरी कसलाई पो मन पर्दैन होला र। ल बनाउन सुरु गरौँ है त। सुरुमा एउटा भाँडामा 1.5 लिटर दुध राख्ने। यसलाई मिडियम हिटमा पकाइराख्ने। भाँडाको तल दुध डढ्न पनि सक्ने भएकोले छिनछिनमा चलाइ पनि राख्ने। दुध उम्लिने बित्तिकै हिट बन्द गरिहाल्ने। अब यसमा कागतीको रस राखेर दुधलाई फटाउने। बिस्तारै चलाउने। ल हेर्नुस् त, हाम्रो दुध मजाले फाट्यो। अब यसलाई हामीले छान्नु पर्छ। मैले चाहिँ छान्नको लागि एउटा जालीमा सफा पातलो कपडा राखेकी छु। फाटेको दुधलाई यहाँ खन्याउने। अब यसलाई चिसो पानीले पखाल्ने। यसो गर्नाले अघि हालेको कागतीको अमिलो टेस्ट पनि हराउँछ र फाटेको दुध पनि चिसो हुँदै जान्छ। चिसो भइसकेपछि त्यही कपडामा पोको पारेर निचोड्ने। धेरै जोले ननिचार्नु है। यसो गर्नाले रसबरी स्पोन्जी नबन्न पनि सक्छ नि। यसलाई पोको पारेर आधा घण्टा कतै झुन्डाएर राख्ने। यसो गर्दा बाँकी भएको पानी आफै निक्लेर जान्छ। यो चाहिँ ठ्याक्कै यस्तो हुनुपर्छ है। ल हेर्नुहोस् त, कस्तो नरम नचप्किने खालको भएको छ। अब यसलाई 2-3 मिनेट मजाले पिठो मुसे झैं मुस्ने। दुई 3 मिनेट मुसिसकेपछि यस्तो देखिन्छ। अब यसबाट सानो सानो डल्लो बनाउँदै जाने। यो डल्लो बनाउँदा सकेसम्म चिरा पर्नु हुँदैन है। यसरी नै सबैको सानो सानो डल्लो बनाउँदै जाने। अब रसबरी पकाउनको लागि सुगर सिरप तयार गर्ने। सुगर सिरपको लागि एउटा भाँडामा 1 लिटर पानी लिने। त्यसमा 500 ग्राम चिनी राख्ने। मिठो स्वादको लागि त्यही पानीमा 6-7 वटा सुकमेल राख्ने। सुगर सिरप उम्लेपछि अघिको सबै डल्लाहरूलाई बिस्तारै एउटा एउटा गरी राख्ने। यसरी नै उम्लिरहेको पानीमा रसबरीलाई 12 मिनेट पकाउने। वाउ, हेर्नुहोस् त म्याजिक! हाम्रो रसबरी त फुलेर डबल भन्दा नि ठुलो भएछ। ल मैले अब हिट पनि बन्द गरेँ। रसबरी रुम टेम्परेचरमा नआउन्जेलसम्म यही भाँडामा यतिकै छोड्ने। यो चिसो भएपछि यसलाई कमसेकम 5 घण्टा रेफ्रिजरेटरमा राख्नुहोला। ल मैले त खान लागेँ है। हजुरहरू पनि यसरी नै बनाएर खानु होला। यस्तै मिठो मिठो खानेकुराहरूको भिडियो हेर्नको लागि पक्कै सब्स्क्राइब गर्नु होला है। हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू। टिल नेक्स्ट टाइम।